हेलो साथीहरू, गुड मर्निङ सबैलाई नमस्ते है। आज हामी जङ्गल यात्रा गर्दै थियौँ र बाटोमा चाहिँ एउटा च्याउ भेट्यो। यसको नाम चाहिँ तेल्लो च्याउ हो है। यो अति खानलाई अति राम्रो हुन्छ र लाभदायक छ। हाम्रो यहाँ माधव सरले चाहिँ च्याउ टिप्दै हुनुहुन्छ है। यसलाई राम्रोसँग टिप्दै हुनुहुन्छ। उता हाम्रो लाले सरले फेरि हेरिरहनु भएको छ। उहाँले नै अब टिप्ने क्रममा हुनुहुन्छ। हल्का मुस्कानै उहाँको राम्रो छ। यसो अन्त कतै छ कि भनेर माथि जानुभएको छ है। त्यो लाल सर माधव सरले एकदम मेहनतका साथ च्याउ टिपिरहनु भएको छ। माधव हाम्रो लाले सर पनि फेरि अब टिप्न लाउनु भयो च्याउ। अब लाले सरले देखाउँदै हुनुहुन्छ च्याउ है। यो उहाँले च्याउको बारेमा जानकारी गराउँदै हुनुहुन्छ। यसको फाइदा के छ भन्ने कुरा चाहिँ उहाँले भन्नुहुन्छ र उहाँको आफ्नो भिडियोमा पछि जानकारी गराउनुहुन्छ। अहिले चाहिँ म चाहिँ देखाइनँ, उहाँले आफै देखाउनुहुन्छ। यो चाहिँ अति लाभदायक हुन्छ है खानलाई, त्यही बारेमा चाहिँ उहाँले भन्नुभएको छ। विशेष चाहिँ उहाँकै उसबाट आइडीबाट चाहिँ आउँछ है। त्यसको लागि चाहिँ गाइज एकदम राम्रो छ क्या खानलाई। यो सबैले खानु होला, एकचोटि जङ्गलतिर जानु होला। यो चाहिँ यो जङ्गलमा देउल हुन्छ, त्यसमा धमिरा हुन्छ। त्यो धमिराभित्र चाहिँ हुन्छ कि यो चाहिँ च्याउ अति राम्रो हुन्छ। हेर्न सक्नुहुन्छ है। त्यो धमिरा हो, धमिरा गोलो होइन। यहाँ वरिपरि च्याउ छ। हेर्नुहोस् है, राम्रोसँग हेर्नुहोस्। एकदम फुर्तीका साथ हाम्रो लाल सरले च्याउ टिपिरहनु भएको छ र माधव सरले पनि टिपिरहनु भएको छ। एकदम मेहनत तरिकाले टिपिरहनु भएको छ। यति गरेपछि अब हामी हिँड्ने हो। फेरि अर्को ठाउँमा भेटिन्छ कि भन्दै हिँडिरहेछौँ। अलिक थकाइ पनि लाग्छ हिँड्दा हिँड्दै। फेरि अर्को ठाउँमा पनि फेरि च्याउ भेट्यो। यहाँ पनि फेरि अब माधव सर अब टिप्ने तयारीमा हुनुहुन्छ। टिपेर आइयो, मैले अब ल्याइसकेँ, हिँडिरहेको छु। यस्तै छ होइन गाइज, च्याउ खानै पर्यो। जङ्गलमा कहिलेकाहीँ यात्रा गर्दाखेरि भेटिन्छ। यो सधैँ पाइने होइन।